एक दिन बिहानदेखि सियाको कुनै मेसेज आएन। आयानले धेरै पटक कल गर्यो तर फोन बन्द थियो। 1 घन्टा 2 घन्टा गर्दै पुरै दिन बित्यो। आयानको मन एकदम आत्तिएको थियो। राति अचानक एउटा अननोन नम्बरबाट मेसेज आयो, सियाको एक्सिडेन्ट भएको छ। यो मेसेज सियाको साथीले पठाएको हुन्छ, जसलाई सियाले आफ्नो र आयानको कुरा व्यक्त गरेको थिइन्। त्यो मेसेज पढ्ने बित्तिकै आयानको हात काप्न थाल्यो। उसको सास अड्किएको जस्तो भयो। आयान एकदम विक्षिप्त भयो। संसार रोकिएको जस्तो महसुस भयो आयानलाई। त्यो रात आयान पुरै जागै बस्यो। उसले सियाको साथीलाई मेसेज गर्यो तर उताबाट कुनै रिप्लाई आएन। उसको मनमा एउटै प्रार्थना थियो, हे भगवान, मेरो सियालाई केही नहोस्। अर्को दिन बिहान आयान पोखरा पुग्यो। उसको मुटु डरले एकदम काँपिरहेको थियो। उसले सियाको साथीलाई मेसेज गरेर अस्पतालको ठेगाना माग्यो। केही समयमा आयान अस्पताल पुग्यो। त्यहाँ बाहिर सियाकी आमालाई देख्ने बित्तिकै उसले डराएको स्वरमा सोध्यो, सिया ठिक छ? उनको आँखामा आँसु थियो। अब खतरा टरेको छ। तर अर्धचेत अवस्थामा सियाको मुखमा आयानको नाम मात्र रहेको कुरा आमाले सुनाउँछिन्। त्यो सुन्ने बित्तिकै आयानको आँखा रसाए। ऊ बिस्तारै आइसियु बाहिरको सिसाबाट सियालाई हेर्न थाल्यो। सियाको हातमा चोट थियो र अनुहार एकदम कमजोर देखिन्थ्यो। आयानले आफैलाई रोक्न सकेन। उसले सिसामै हात राखेर बिस्तारै भन्यो, तिमीलाई केही भएको भए म बाँच्न सक्दिन थिए। यत्तिकैमा सियाले आँखा खोलिन्। उनको नजर सिधा आयानमा पुग्यो। कमजोर मुस्कान सहित उनले ओठ चलाइन्, तिमी आयौ? आयानको आँखाबाट आँसु झरिरह्यो। त्यो क्षणमा उसले महसुस गर्यो, साँचो माया दूरीभन्दा धेरै ठुलो हुँदो रहेछ।